Hello and namaste everyone. Welcome back to my YouTube channel. I hope you guys fine. अनि हामी चाहिँ अहिले घुम्न जाँदैछौँ पूजा गर्न पनि सो अनि त्यसपछिको भिडियोहरू कन्टिन्यू गर्ने टिकटक चलिरहेछ भान्जीको र ठुलमामुको मेरो नातिनीको नाम रहेछ मेरो नातिनी पनि सान्वी हो तिमी पनि नातिनी हो त नि फोन आयो हो भने अब यसो दाउनेतिर गएर पिन पर्ला हामी हिँड्यौँ भन्दैन नि किन यति पानी त्यही त नि आजको हिजो भने होला नि आजबाट गणना त्यसको त अत्तो होइन के अरे होइन माटो ए अँ माटोको त अति गरेर त्यसले त भेट हुन्छ मुक्तिनाथ मन्दिरबाट मुक्तिनाथ भन्दाखेरि कालिका मन्दिरबाट हिँडेर 5 मिनट नै लाग्छ त्यहाँ त तामाङ चितलाङतिर गएको त्यो इबी गाडीमा यति होइन के गएको त पुरानो ऊ मात्रै छ सन्त हामी नि गएको थियौँ नानी पाएको हो जनताले भनेर हानिदिन्थ्यो ए नानी यो दाउनले धेरै हजुर दाउने हाम्रो यहाँ कति फुल पाक्थ्यो नि विदेश भएका युवा 1 मिनट अगाडि रुटी नफ्ले हाल्यो बिस्तारै है बिस्तारै कति राम्रो नि सो अहिले चाहिँ नि हामी दाउनेको साइडमा आएर चाहिँ नास्ता खान लागेको छौँ गाई मलाई चाहिँ रुगा लगाइराखेको छ एक्साइटेड झापा 2 मा के नजाऊ छिटो आऊ छिटो छिटो भिडियोमा देखाइदेऊ न खाएको देखाइदेऊ न ब्लगमा के छिटो कति ज्ञानी हो क्या हाम्रो भान्जी त मलाई यहाँ अपडेट दिइराखेको थिएँ मात्रै म अहिले नेट चलेन भने सिममा फोन हाने नम्बर पठाइदिन्छु खाऊ भिडियो बनाइराख्नु खाऊ जय घन्टी हो यता पनि हेलो दर्शन नमस्कार सामान गाई एमा आयो साँडो जताततै यता गाईहरू छन् त यहाँ के परला के हो यस्तो
दिदी हेलो हामी अहिले बाटोमा बाबासँग बसेर वाह। खाना खाने जान्छु भन पकाएको बाटो उतै 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 नानीले खालि पोखरा जाने भन्थ्यो नि होइन पोखरा पनि जाने भयो पखाला पिटी पिटो एमा पिटी पिटो कति केटा छन् हेर्ने हो एमा केटा छैन नि हो नानीको यो भिडियो त तेह्र बजे नि हो नि त नि 28 अनि वर्षसम्मको स्टार्टिङ भएको सुजन गुरुङ अनि त्यसपछि एउटा त्यो अर्को के अरे एउटा त्यो नामै बिर्सियो म त खालि त्यो केलासँग भन्दा पनि त्यो भन्छ मायामा आँखा मिची मिची हेरौला मायामा आँखा मिची मिची हेरौला आउँछ हेर अगाडि हेर मन्दिर देख्यौ उताको के हो त्यस्तो राम्रो उता कति राम्रो प्लेस छ भाइ ताल त आएन प्याराग्लाइडिङ वाउ ताल पनि देखियो त बल्ल ताल देखियो कुन्नी एक्लै छ क्या त्यो त हेर्नु त कति राम्रो राम्रो आइपुगेका छ त्यतातिर बढी हुन्छ के तल झरी होला नि के त्यो त तल्लै झरेछ प्याराग्लाइडिङ भइरहेको गाइस यहाँ चाहिँ हामी फेवा ताल पनि देखिरहेको छ 2-3 जना हुनुहुन्छ ओ
देखाऊ नानी है नजिक हो यता 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 ग्रीन कलर होइन ओरेन्ज कलर हो क्या हामी यहाँबाट माथि हो क्या सालङकोट पर्ने यहाँदेखि माथि हो क्या अब हामी अर्को बाटो लाग्यो अनि पाथी भाडामा नि केबुल कार चाहिँ छैन पाथी भाडा ए ए ए केबुल कार गयो हो है डब्बा जस्तो रहेछ के को नेपाल छ ल यहाँ ब्लगर चाहिँ हेलो गाइस अहिले चाहिँ नि हामी नागा डाँडामा आएको छौँ एउटा होटेलमा हामी गुरुङ किचन भन्ने होटेलमा आएको छौँ सो अहिले चाहिँ यहाँ बसेर चाहिँ नि नास्ता सास्ता खान्छौँ अहिले चाहिँ नि सायद कति बजिरहेको छ भन्दाखेरि अहिले 2:30 भएको छ अनि हामी चाहिँ नि यहाँ नास्ता सास्ता खान्छौँ गाइस अनि ठाउँ चाहिँ यस्तो छ है अनि यो होटेल यो ब्याक साइड हो यहाँबाट चाहिँ नि यस्तो राम्रो भ्यू देखिरहेको छ तलहरू खेतहरू छ यस्तो राम्रो भ्यूहरू छ अनि अहिले चाहिँ नि मौसम चाहिँ नि त्यति क्लियर छैन त्यही भएर चाहिँ नि धमिलो कुहिरो लाउला जस्तो भएको छ सो त्यही हो अनि यहाँ कति राम्रो पपी छ कति ठुलो के गर्दैन के गर्दैन अहिले टोक्यो भने हात देऊ कति राम्रो पपी हो कि तिमी त म त छुटा फेरि कस्तो सिल्लो कपाल छ है हात दियो छैन केही पनि हेलो तिम्रो नाम के हो नि एलम गुरुङ कति वर्षको भयो 6 वर्षको भयो कति सानो छौ त 6 होइन होला 4 होला 3 हो कतिमा पढ्छौ नि छिटो भन नै जाने होइन छोडिदेऊ कतिमा पढ्छौ भन छिटो 3 मा ए बा 3 मा पढ्छौ होइन त्यसै हो तिमी नि आउँछौ हेलो भन्थ्यौ फेरि क्लासमा 6 वर्षको दादा हो नि तिमी दादा हो बहिनीको फेरि गर चेस गर यो हातले गर यो हातले यसरी चेस तिमी कति क्युट हौ कि तिम्रो नाम के अरे एलन ए कसले राखिदिएको नि तिम्रो नाम हो तिमीले आफै राखेको आफ्नो नाम ए